अनि सर कतिमा किन्नुभयो बाइक यो? बाइक त दामी देखिन्छ सर। हजुर कतिमा किन्नुभयो भन्नुहोस् त? दुबईमा बाइक आयो के छ है? के छ त के गर्नु अब आफ्नो पुरानो बाइक यस्तो थोत्रो भइसकेछ कसैले मतलबै गर्दैन आफूले गरे मात्रै हो अनि आफ्नो बाइक अरु कसले गरिदिन्छ र आफूले त गर्ने हो नि हैन? हेर्नु न कति गन्दा छ यार काठमाडौँमा भएको भए ओहो साथीले सफा गरिदिन्थ्यो अब यहाँ दुबईमा आएपछि अब दुबई प्लेट हेर कस्तो अब के गरेर हेर्नु न यस्तो फोरो छ आफ्नो साह्रै फोरो के ल ठिक छ गर्नुपर्छ कहिलेकाहीँ यस्तै हो। 1 महिना थन्काको जाँच कसैले सफा गर्दैन आफै गर्नु परिरहेछ सबै कुरो अब यो डुकाटी साह्रै गन्दा रहेछ भाइ साह्रै फोरो रहेछ कति पर्यो हो सर यस्तो बाइकको बाइकको खतरै छ यार लगभग पर्यो 2 लाख ग्राम जति पर्यो यहाँको दिरामै हान्दियो हैन दिरामै हान्दिए ल ठिक छ नचलाएको त हेर त कस्तो फोरो लाग्छ अनि नेपालको पल्सर राम्रो कि यो राम्रो लाग्छ हजुरलाई सर अब नेपालको पल्सर अब कहाँ 2 लाखको पल्सर चलाएर हिँड्ने हो र अलि राम्रो गर्नु है पिक्चर राम्रो आउनुपर्छ हजुर अलि राम्रोसँग सफा गर्नुस् पिक्चरमा अलि धासु आउनुपर्छ के यस्तो फोरो लाग्छ के गर्नु अब सफा गर्दैन नभए केटाउला भनेको चलाउन मात्रै जानेछन् थन्काइदिएछ ए नेपालको त्यो अगाडिमा त के हो एउटा मात्रै हुन्थ्यो हेडलाइट यहाँ त दुईटा छ त तलमाथि के हो यस्तो यो त स्टाइल हो नि सर डुकाटीकै स्टाइल हो है अब महँगो बाइक भनेपछि अब तपाईको डुकाटी भयो अनि BMW भयो तपाईको अनि अर्को के भन्छ रे यो हार्ली भन्छ महँगो छन् महँगो बाइक छन् सर धेरै हैन तर अब त्यत्रो ठुलो बाइक पनि किन्न सकिँदैन है अब जे भने पनि अब सफा भएर चाहिँ हेर्नु त कति फोरो लाग्यो एकचोटि धुनु चाहिँ पर्ने होला नि बरु हजुर अहिले धुनु पर्छ यसलाई पहिला पुसेर अनि पुसिसकेपछि धुँदाखेरि अलिकति क्लियर आउँछ हैन अहिले जोस काम चलाउलाई भन्नु